हाइड्रो पावर भन्ने त थाहा होला नि है हाइड्रो पावर थाहा छ कि छैन हाइड्रो पावर भनेको विद्युत उत्पादन हजुर थाहा छैन विद्युत उत्पादन विद्युत उत्पादन केबाट निकाल्ने हो पानीबाट त्यही भएर हाइड्रो पावर भयो अब यो ओभरअलमा कुरा गरौँ है यो हाम्रो प्रोजेक्ट भनेको बहुउद्देश्य भनेको मल्टिपर्पज थाहा छ होइन मल्टिपर्पज सिङ्गल पर्पज भन्ने हुन्छ हाइड्रो पावरको टाइप्सहरू पढाएको छ हाइड्रो पावर छैन दुईवटा टाइपको हुन्छ कि एउटा सिङ्गल हुन्छ यो सिङ्गल भनेको एउटा बिजुली मात्र उत्पादन गर्ने जस्तो प्राइभेट सेक्टरले डेभलप गरायो होला नि त्यो जाजरकोटतिर पनि छ हाम्रै एनईले पनि एउटा तिला प्रोजेक्ट अध्ययन गरिरहेछ होइन त्यो भनेको हाइड्रो पावर कुनै एउटा मात्र प्रोजेक्ट प्रोडक्ट गर्यो उसले जेनेरेसन इलेक्ट्रिसिटी मात्र जेनेरेसन गर्यो भने चाहिँ त्यो सिङ्गल पर्पज भयो यो चाहिँ मल्टिपर्पज हो यसले चाहिँ बिजुली पनि उत्पादन गर्छ प्लस त्यहाँबाट चाहिँ 51,000 हेक्टर जमिन पनि सिँचाइ गर्छ यसले लगेर तलको हाम्रो यो के अरे यो नेपालगञ्ज साइडतिर होइन 51,000 हेक्टर जमिन पनि सिँचाइ गर्ने र 46.8 मेगावाट बिजुली पनि उत्पादन गर्ने त्यही भएर यसको नाम के भयो मल्टिपर्पज प्रोजेक्ट बहुउद्देश्य एउटै प्रोजेक्टले दुई तिनवटा काम गर्यो नि त होइन त्यो भएर यो मल्टिपर्पज प्रोजेक्ट हो अब यो पानी कहाँबाट डाइभर्ट गर्ने भनेको यो फेरि इन्टर बेसिन पनि हो जस्तो त्यो बेसिन भनेको हाम्रो अर्को बेसिन भनेको हाम्रो भेरी नदी होइन भेरीको पानी बबईमा ल्याएर खसाल्ने बुझ्यो होइन यो केबाट यो टनेलबाट यो टनेल 12 किलोमिटर लामो छ यहाँबाट छिर्यो भने हामी भेरी गर्ने सिक्छौँ चिप्लेमा 12 किलोमिटर लामो छ 3.8 यो 5 मिटरको डायमिटरको छ यो होइन अहिले चाहिँ यसको यहाँबाट लगेर हामीले तल अघि आउँदा त खाल्टो देखियो नि त्यहाँ चाहिँ पावर हाउस हुन्छ होइन पछि त्यहाँ टर्बाइन थाहा छ त तिमीहरूलाई टर्बाइन जेनेरेटर थाहा छैन थाहा छ त्यहाँ तल टर्बाइन हुन्छ टर्बाइनमा यो पानी लगेर पेनिस्टक पाइप तल छ त्यहाँ अहिले घुमाउनु लैजाउँला म होइन पेनिस्टक पाइप हाम्रो 3.8 मिटर भनेको 4 मिटरको पेनिस्टक पाइप छ होइन त्यहाँबाट यहाँबाट लगेर त्यो टर्बाइनलाई घुमाएर माथि जेनेरेटरले थाहा छ होइन इएमएफ सिएमएफ पर्छ जेनेरेटरले बिजुली निकालेर त्यो बिजुली चाहिँ यहाँबाट ट्याप गरेर हाम्रो नेसनल ग्रिड हुन्छ नेसनल ग्रिड भनेको पारी बाटोमा आउँदाखेरि माथिबाट आउँछ होइन ट्रान्समिसन लाइन थाहा छ होइन त्यहाँबाट हामीले कहाँ लान्छौँ भने नेसनल ग्रिडमा लान्छौँ नेसनल ग्रिडमा जोडेर यो नेपालभरि भित्र हुन्छ यो होइन अनि अब यो के हुन्छ भने यो माथि देखिएको छ नि यो सर्च ट्याङ्क हो जस्तो यहाँबाट पानी बन्द गऱ्यो उताबाट पनि पानी आइरहेछ यहाँबाट पनि पानी आइरहेछ होइन सपोज त्यहाँ हामीले कुनै एउटा हामीले भल्भ राख्छौँ पानी कन्ट्रोल गर्ने होइन कुनै बेला मेसिन बिग्रेला अथवा कुनै बेला ट्यापिङ होला के होला होइन त्यति बेला चाहिँ के गर्नु पऱ्यो भल्भ बन्द गर्नु पऱ्यो त्यति बेला पानी त फर्केर वहीँ हेडोक्स त पुग्दैन दुइटैतिरबाट प्रेसर आयो भने के हुन्छ कि पानी माथि जानु पऱ्यो कि तल जानु पऱ्यो होइन तिमीहरूले पानीको बोतलमा यसरी पानीलाई एकदम थिच्यौ भने दुइटै साइडबाट बोतल त ब्रस्ट हुन्छ नि त त्यो ब्रस्ट नहोस् भनेर यहाँ एउटा ट्याङ्क बनाउँछौँ यो 45 मिटर अग्लो छ त्यहाँबाट सिधै पाल माथि छ होइन त्यहाँ ठुलो पोखरी हुन्छ जब यहाँ हामीले भल्भ बन्द गर्छौँ अथवा कुनै डिस्चार्जलाई कन्ट्रोल गर्छौँ त्यति बेला के हुन्छ पानी फर्किन्छ होइन फर्किँदाखेरि त्यो पानी माथि सर्स अफ हुन्छ उता हेडोक्स जाँदैन त्यो यहीँ माथि जान्छ अनि जति बेला फेरि भल्भ खोलेर फेरि टर्बाइन सुरु गर्छौँ त्यति बेला फेरि त्यही पानी घटेर यहीँबाट कन्ट्रोल हुन्छ बुझ्यो होइन त्यसको लागि यहाँ माथि स्ट्रक्चर छ यहाँबाट हाम्रो एउटा भर्टिकल चाहिँ एउटा टनल त्यो भने साफ्ट भन्छ त्यसलाई होइन त्यो साफ्ट ड्रिल गर्दैछ त्यो अहिले चाहिँ ड्रिल गरेको छैन माथि सानो एउटा स्ट्रक्चर छ होइन त्यसको लागि चाहिँ यो सर्ट साफ्ट बनाएको अनि यहाँ ठुल्ठुलो ब्लकहरू छ अहिले त्यहाँ बाटोमा आउँदाखेरि ठुलो कङ्क्रिटिङ गरेको देख्यो त्यो एङ्कर ब्लक भन्छ तिनीहरूलाई त्यो भनेको अब यत्रो ठुलो पेनिस्टक पाइप हुन्छ हामीसँग होइन अनि पानी यति ठुलो प्रेसरमा आउँछ त्यो पेनिस्टक पाइपलाई एङ्कर गरेन त्यसलाई भुइँमा राम्रोसँग च्यापेर राखेन भने चाहिँ के हुन्छ त्यो पेनिस्टक पाइप त बाङ्गिन्छ भाग्छ अनि सबै डिजास्टर हुन्छ त्यही भएर ठाउँमा चाहिँ त्यो पाइपलाई एङ्कर डाउन गर्नको लागि जमिनमा जस्तो घर बनाउँदाखेरि फाउन्डेसनमा माथिको लोड सबै फाउन्डेसनमा जान्छ होइन त्यस्तै त्यो सबै पाइपको लोडहरू चाहिँ त्यहाँ ठाउँमा बाँधेको छ क्या त्यो त्यसलाई एङ्कर ब्लक भन्छ त्यो एङ्कर ब्लकहरू बाँध्दै लगेर पावर हाउसमा लगेर त्यहाँबाट हामी टेलरेसबाट बाहिर पानी निकाल्छौँ होइन त्यो पानी चाहिँ सिँचाइ गर्न लगिन्छ उता अर्को एउटा सानो हाम्रो अर्को प्रोजेक्ट छ होइन सिँचाइको त्यो प्रोजेक्ट मार्फत फेरि यो पानी लगेर 51,000 हेक्टर चाहिँ
जमिन सिँचाइ हुन्छ नेपालको साइड त्यो चाहिँ यता मानखोला भन्ने छ नि यता अर्को खोला छ होइन यहाँबाट यो बाटोबाट गयो भने अर्को मानखोला भन्ने छ त्यहाँ मानखोलाबाट लगेर अनि त्यो 51,000 हेक्टर चाहिँ यो हाम्रो जमिन चाहिँ सिँचाइ गर्ने हो बुझ्यो होइन अब टनेलमा भित्र खासै केही पनि छैन यो चाहिँ नेपालको सबैभन्दा पहिला टनेल बोरिङ मेसिन भन्ने हुन्छ मान्छेले पनि ड्रिल गरेर खन्न सकिन्छ टनेल होइन अर्को मेसिनले पनि खन्न सकिन्छ एउटा बुमर भन्ने हुन्छ अर्को टनेल बोरिङ मेसिन भन्ने हुन्छ यो चाहिँ नेपालको पहिलो टनेल बोरिङ मेसिन युज गरेर त्यो भनेको यहाँबाट छिर्छ अनि एकैचोटि उताबाट निस्किन्छ बुझ्यो होइन भित्र खन्दै जान्छ माटो फाल्दै जाने हो एक साइडबाट छिर्छ अर्को साइडबाट निकाल्छ त्यो भनेको यो टनेल बोरिङ मेसिनबाट फर्स्ट प्रोजेक्ट नेपालको फर्स्ट प्रोजेक्ट हो टनेल बोरिङ मेसिन युज गरेर खनेको टनेल हो 12 किलोमिटरको लम्बाइमा छ बुझ्यो होइन सबैले यहाँ माथि पनि लेखेको छ नेपालको पहिलो टनेल बोरिङ मेसिन प्रयोग गरेर यहाँ सबै जति छ सबै इन्फर्मेसन यही छ होइन अब भित्र खासै केही पनि छैन एकचोटि हेर्न मन छ भने अलिक भित्र जाँदाखेरि त्यहाँ पानी जमेको छ होइन गएर आयो भने चाहिँ हामी चाबी खोल्दैछौँ होइन अब अरू केही सोध्नु पर्ने छ भने सोध ल के छ त्यो सोध्नु पर्ने भने अनि अब पानी कहाँबाट फर्किने भन्ने कुरा चाहिँ अब सरले भन्नुभएको छ भोलि माथि हेड हाउस लानुहुन्छ होइन त्यहाँ चाहिँ ड्याम हुन्छ पहिला त हाइड्रो पावरको कम्पोनेन्ट थाहा हुनुपर्छ हाइड्रो पावरमा के कम्पोनेन्ट छ सुरुमा त पानी फर्काउनु पर्यो त्यसलाई के भन्छ ड्याम अथवा वायर हुन्छ होइन त्यसपछि त्यहाँबाट पानी भित्र छिराउनु पर्यो के हुन्छ इन्टेक हुन्छ त्यसलाई इन्टेक भन्छ इन्टेकबाट के हुन्छ टनेलमा पानी छिर्छ अनि टनेलबाट के हुन्छ यसलाई आउटलेट भन्छ यो भनेको यहाँबाट पानी बाहिर निस्किन्छ उहाँ इन हुन्छ हेड हाउसमा यहाँ चाहिँ आउट हुन्छ त्यही भएर यसलाई आउटलेट भन्छ त्यसपछि यसलाई एङ्कर ब्लकहरूले एङ्कर डाउन गरेर पावर हाउसमा पुर्याउनु पर्यो अनि पावर हाउसमा गएर त्यो टर्बाइनलाई पानीको फोर्सले हानेर त्यसपछि जेनेरेसनको साट घुमाउँछ होइन त्यसपछि इलेक्ट्रिसिटी जेनेरेसन हुन्छ त्यसपछि त्यो पानी बाहिर जुन जहाँबाट निस्किन्छ नि खोलामा त फाल्नु पर्यो पानी त्यसलाई के भन्छ टेलरेस भन्छ पहिला हाइड्रो पावरको कम्पोनेन्ट थाहा हुनुपर्छ बुझ्नको लागि है अब अहिले चाहिँ यो टनेल हेर्ने अब अँध्यारो छ मोबाइल बाल्दै हेर्दै गयो भने चाहिँ अरू केही सोध्नु छ भने सोध त्यस्तो केही छ र अब त्यो माथि पनि हेर्न जाउँला अहिले गाडीले तान्छ भने माथि पनि जाउँला त्यो सर्ट सापको एउटा हामीले त्यो खन्नको लागि एउटा सानो बिम बाँधेछौँ गोलो बिम बाँधेछौँ होइन त्यो ठुलो पोखरी हुन्छ त्यहाँ पछि अँध्यारो छ है सरल पनि जाने अँध्यारो छ पानी छ